फर्स्ट टाइम बाइक चलाउँछु आज बाल्ने प्रोयालिटी एकदम छोडेछ होइन। सुशान्त दाइ चाहिँ राइडरै हो, पहिला एन्टरमा देखिन्थ्यो होइन बाजे बाजे भन्दा हाम्रो दाइले हाल्नु जस्तो लगाइरहेको होइन मलाई त यो घडी लगाइ जान्छ तपाईँले एउटा केही आइरहेको। सो हे गाइज होइन के गरे पनि हे गाइज रे आइसक्यौँ हामी फेरि हामी यहाँबाट बनाउँदैछ आज यहीँबाट बनाउँदैछौँ। देख्नुभयो बाइक चाहिँ भिडतिर झऱ्यो हामी चाहिँ हामी त्यहाँबाट हिँड्दै गयो बाइक फालेर मान्छे हिँड्दैछौँ। अनि अस्ति चाहिँ यहीँबाट सुरु गऱ्यो हामीले हाइक। यही साइडबाट चाहिँ झर्ने होला अब दाइको बाइक यहीँ हुन्छ अनि दाइले पुऱ्याउनु त पुऱ्याइदिन्छ नि तलसम्म। हामी जाँदैछौँ यो बाटो चाहिँ हामी आइसक्यौँ। अस्ति चाहिँ विष्णुद्वार गएको, आज चाहिँ साँच्चीकैको बागद्वार जाने। अस्ति चाहिँ बागद्वार भनेर विष्णुद्वार भयो, आज चाहिँ ढुक्क शिवपुरी पिक्र बागद्वार जाने। त्यो डाँडा है गाइज माथिको यही हो गाइज है टिकट काट्ने ठाउँ चाहिँ यही हो। टिकट काट्ने ठाउँ चाहिँ अब भित्र छिर्सकेपछि भेटौँला। आज शनिबार आज वाइल्डै भिड छ। अब यहाँ छिर्ने हजुरहरू नि यहाँ टिकट काटेर ब्याग चाहिँ खान्छ है। ब्याग चाहिँ खानेरै भेटौँ हामी आजको। यो चाहिँ तलको ठाउँ हो, अगाडिको काम छैन। यिनीहरू यहीँ थाकिसके भर्खरै सुरु मात्रै भएछ है हाम्रो हाइक। होइन होइन लट्ठी मात्रै लिएर अहिले पछिको लागि लिएर होइन ब्याग सबको हालेर के वन मान्छे युक्यान ऊ हेर साइक्लिङ नि हुन्छ यहाँ। साइक्लिङ नि मजा आउँछ नि। आऊ ऊ माथि हामी रङबाट आएछौँ, जाने बाटो त्यो हो पल्लो देखेँ मैले, तर हामी आएछौँ रङ बाटो। होइन हो पुगिन्छ उहीँ माथि हो, माथि हो गाइज। यहाँ थियो क्या सर्टकट अस्ति हिँडेको, यो झन् सर्टकट हो। यो चाहिँ अझै सर्टकट भयो। लट्ठी समात है पायो भने आइपुग्यौँ गाइज फाइनल्ली बाटोमा। उनीहरू तल छन्, यताबाट हो यता 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 सजिलो छ। होइन आउन बुरुलो छैन हो, यताको माटो बुरुलो छ। यहाँदेखि हो गाइज, यहाँदेखि आयौँ भने चाहिँ तलतिरदेखि यहाँदेखि अस्ति हामी विष्णुद्वार जाने यता गएको रिसेन्ट ब्लगमा चाहिँ यो देखाउनु पाएको थिएन। यो बोर्ड आउँछ। आज चाहिँ बागद्वार जाने यता 3 घन्टाको पिकवाला, बागद्वार यहाँबाट 5 घन्टा हो, विष्णुद्वार 1.5 घन्टा। तर अस्ति गएको 1.5 घन्टाको लागि 3 घन्टा हिँड्यो। विष्णुद्वार नजिकै 1.5 घन्टा पनि लाग्दैन। एक ठाउँमा चाहिँ उकालो चढ्नुपर्छ, अलिकति गाह्रो छ, नत्र त सिधै हिँड्यो भने त 45 मिनट लाग्दैन। बागद्वारे ल जाम हो यता हामी लागौँ 3 घन्टा हामी लाग्यौँ यता 3 घन्टा। हेर मैले त टाइम कति भयो अहिले, टाइम भयो ठ्याक्कै 9 बजेछ। अनि कति बेला पुगिन्छ हेरौँ। कालिज देखिहाल्छ नि, समात्छौ 2-3वटा जङ्गल जनावरहरू देख्छौँ खै। बाघ पनि देखिरहला नि साइडमा भाइ यार। हिरण देख्दैछु साइडतिर। ए गाइस पानी यु क्यान सी ओरिजिनल हो। गाइस 700 को पट्टा किन आयो यार? क्योंकि मैं जानता हूँ जो पानी से नहाएगा वो लिबास बदलेगा, जो पानी से नहाएगा वो लिबास बदलेगा, जो पसीने से नहाएगा वो एक दिन इतिहास बदलेगा, इतिहास बदलेगा। सुशील सक्छौ त? सक्छौ त? पुछौ भएन ल ल तिरो खान्छ च्यालेन्ज ननिकालन च्यालेन्ज गरौँ जसले जित्छ तर गरेर खानु ल कसले बढी पुछ भन्छ ल
त्यसो फेरि राम्रो फर्म मिल्नु पर्यो है म त 8 हान्छु यहाँदेखि जाने हो गाइज परवेश निषेध रहेछ नछिनौँ हामी आएको यस्तो बाटो हाम्रो आजको प्योर हाइकर सर CI टु सुशान्त ढकाल ब्लग्स माथि हात समात त्यसमा गुड भेरी गुड आधा जति चाहिँ आइयो कि आधा त नै टाढै भिड यस्तो बाटो लगाइज अब सजिलै छ गाइज ठाडो है ठाडो भिड यतिकोमा त यतिको चल्दैमा त हिमाल सकिन्न यतिको छैन तर तिमीहरूले जानु लाग्यो हिमाल चाहिँ सक्छौ मार्दी चाहिँ 5 पोखरी चाहिँ जान मन हो मलाई अति नै बाटो भेरी डेन्जरस गाइज भिडियो बनाउनु लाग्दा भाइहरू आउँदैछन् यहाँ हाँसिका पुग्यो हो कि न हाँसिका पुग्यो हो कि नै तिमीलाई हिँडेर यो बाटो रमाइलो गाई छिन्न मजाको अङ्कलहरू हामी त पल्सर भन्दा खिच्दै हिँड्नु छ कि देखाएको अङ्कलहरू खतरा जोशीले यार कता हो यता हो कि यता हो यहाँ छिरिङ घङ्गोर जङ्गल फेरि उल्टो गरेर समातेँ मैले हात चाहिँ ए तिमी साइन्स नबढाऊ आऊ विथ पर्मिसन हो सर ज्ञान चोरम भनेर आऊ आऊ ल यहाँदेखि जाऊ ल म बनाएको छु एउटा भिडियोलाई जाऊ 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 हिँड 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 तिमी यता हो यस्तै छ गाइज हामी अब अगाडि औरिकाको जुत्ता हो यो चाहिँ औरिका अमेरिकाको ब्ल्याक फ्राइडे सेल किने बुढाहरूले छिराउनु त छिरायो कहाँ छिरायो सिधा होला हामी त अगाडि जाने हो नि त लास्टमा झरेको रे क्या हामी है यो अर्कै बाटो जस्तो छ यो अङ्कलहरू कहाँ गयो त्यहाँबाट बाटो छैन यहाँ बाटो छ अनि त्यहाँ तिमी छिरेको ठाउँमा हाम्रो अङ्कलहरू खै के पल्सर त्यही हेलो पल्सर अङ्कल 150 पेट्रोल सक्यो जेन्जी पल्सर रे जेन्जी पल्सर आउनु बुलेट हो बुलेट राजदूत हो क्या मोबाइल नआएको पल्सर हो क्या मोबाइल पुरानो भइसक्यो कर छलेर हो भाङ सुरु भयो क्या जब चाहिँ ठाडै भने क्या अब अगाडि खरहरू हो ट्रेक किन्दा हाइकमा त एउटा लट्ठी लिएर तैट हाइकमा लट्ठी नै चाहिन्न तिमी जस्तो अनि तिमीले त भोग म त डुडो पऱ्यो नि त जुत्ता हेर्नु क्रिपी छ कसको डल हो यो कालो कालो के दिएको छ चस्मा होला हिँड्छ यहाँ छैन चक्लेट नि छ त त्यहाँ यस्तै ब्रेकअप भइसक्यो दाइ तलतिर हेर्नु खाल्टो साल्टो खन्नु त्यो रोटी होइन होला दाइ एकजना अपाङ्ग दुईजना के भनेको तपाईँहरूलाई अपाङ्ग तपाईँभन्दा छिटो हिँडिरहेछ सो गाइस हामी चाहिँ यता जो अपाङ्ग छ त्यसले नै कस्तो कस्तो बाटो लगाइरहेको हिँड्नु सिधा सिधा भर्याङ चाहिँ चढ्नु हुँदा है लालीगुराँस फुल्न लाग्यो हो भर्याङ त घरमा पनि चढेर हो दाइ यता आएर चढ्ने हो कि यस्तो यस्तो ठाउँ कफ सुनौँ गाइस कफ हाम्रो अङ्कलको कफ हाम्रो ब्रिटिस कलेजको म्यानेजमेन्ट अङ्कल हुनुहुँदैछ कफ चल्दैछ
म चाहिँ छुट्टै हिँड्छु कि सधैँ भनाइ भन्दा यस्तोबाट सजिलो लाग्छ है मलाई चाहिँ लिटरली पछाडि ग्रुप छ हाम्रो यो गाइज आफ्नो सरी क्यामेरा टर्न गर्नुपर्छ अहिले चाहिँ मैले नै खुट्टाले गर्दा टेकेँ किन रिक्स लिनु होला भन्ने भएन तिनीहरू अगाडि छन् सुशीलहरू चाहिँ सुशीलले अर्को अङ्कलसँग हिँड्दैछ हाइट बाटो चाहिँ धेरै छ है त्यसलाई बनाएर मेन्टेन स्केल लेभल गर्न गाह्रो हो कि बनाएर मात्रै भएन नि त स्केल पनि गर्नु पर्यो नि बढाउनु पर्यो के हुनु पर्यो भने वी हेभ कम्ड हाफ अवे सायद यस्तो म रोके सोच्नु पऱ्यो कि हाफै हो कि होइन भन्नु नि अब चाहिँ पिक आउनु लाग्यो जस्तो लाग्छ होइन 11 बज्यो भएको छैन 2 घन्टा 1.5 घन्टा भयो बोल्नु 1.5 आवर के हाई यही थम्नेल हुन्छ अब ढुक्क अनि ठ्याक्क भ्युज आउँछ अब ढुक्कै ढुक्कै भ्युज आउँछ क्या हामी 3 जना सब्स्क्राइब नयाँ मान्छे भयो नि ज्ञान जोता भयो नि सधैँ नयाँ मान्छे खोजेर ल्याउनु पर्यो मिलाएर झले ल हामीलाई कस्तो पागल रहेछ जान्नु के दुई तल देख्दै यतिमा है धगले चाहिँ के थाहा खुट्टा फुस्कियो हजुर त झर्नु सपन के यहाँ छकै फिल्ड जस्तो मैले भन्थेँ नि आइयो है गाइस आइयो हामी सानो देउराली 45 मिनट अझ यहाँदेखि सानो देउराली यस्तो पोज गरेर को भित्र आउँछ राम्रो यहाँ आएको हामी बाटो यहाँ छ पानी मुहान काठ हो फाइनली गाइज एउटा ग्राउन्ड आएको छ मैले भनेको थिएँ ग्राउन्ड छ भनेर आई नो द्याट जाम म त रेडी हो कस्तो नाइस गाइज आइपुग्यो तर अझै यहाँदेखि 45 मिनट्स अहेड बागदार चाहिँ बस्ने घुम्ने ठाउँ अलिअलि ओए माउन्टेन रेन्ज क्रेजी यस्तै क्रेजी देखिन्छ क्रेजी हो त्यही मात्रै हुन्छ के अरे हो त्यही त टाढो होइन कि यताबाट हिमाल आउँछ कि यस्तरी आउँछ कि हिमाल किन हो स्याड फोटोग्राफर नाम उसले चाहिँ वाइल्ड लाइफ फोटोग्राफर हो कि इन्डियाको तिमीहरू सबै जनावरहरू त खिचिरहेको छु त क्याप्चर गरिरहेको छु त वी एट सुन्तला हियर मेन फोकस चाहिँ टाइगर गर्छ उसले जिन्दगीमा कहिले कोही लेख्यो मान्छेलाई भेट्यो भने केही नै कुरा नपत्ता पनि 1 नम्बरको गफ छु यो शेयर एन्ड सब्सक्राइब गाइस हामी पछाडि 2 जनालाई छोडिसक्यौँ देख्नु न तपाईँहरूले सन्चै त हुन्छ पानीको आउँछ आई थिङ्क वी आर एप्रोचिङ होइन थकै लाग्यो लास्टै बबाले हिँड्यौँ कि त्यो बिचमा ग्राउन्ड आएको थियो नि त्यसपछि आयो सुसान्दै हान्छ पिक केयर माउन्टेन देखेपछि चाहिँ खत्रै पेला पेस्टले हिँड्ने है अहिले त पानी छ यता माथि सर्टकट छैन ऊ पानी गाइज बागमती बाघ आउँछ अरे गाइज बागमतीमा त्यही भएर म आइदिएको ए कुलो नि त फेरि मान्छे त सुशान्त ब्रिटिस कलेजको झरा बोकेर हिँड्दैछ ब्रिटिस कलेजको अरामाइन सान्दिन्छ ए बाटो बबा लाग्यो त गाइस मैले वाइड एङ्गलमा राखेको छैन किनभने चुतिया क्वालिटी आउँछ वाइड एङ्गल
रिभर क्रसिङ तर यो यसमा ब्यालेन्स गर्न गाह्रो पनि गाइस तलैबाट हिँडेको भने केही हुँदैन देउराली खोल्सा रहेछ देउराली टाढा गिटार नै चुरोट नै मान्छे नै सही फरवर्ड गर्नु हुँदैन कस्तो राम्रो आएको छ नि तिमीहरूको लाइक कस्तो नाइस आएको छ कि वा सनकिस लिटरली नै आज क्रेजी फोटो आउँछ है गाइज पुरा पिलाएँ मैले सँग अगाडि म छु कोही छैन खतरै आउँछ यो खिच्न सक्यौँ भने चाहिँ क्रेजी नै आउँछ अघिको जस्तै ठाउँ गाइज ओए यता अघि यता हो बोर्ड खै बोर्ड यता हो छैन रहेछ बोर्ड तल हो नाइस तल रहेछ गाइस यहाँ नि बस्ने ठाउँ रहेछ है तल जाँदैछ त्यो बोर्ड फालिदिइसकेको रहेछन् हामी यहाँ यस्तो खाना बागद्वार हुन्छ नि आफै साइड हुन थाल्छु ओए बवाल छ बाङ मात्रै सुरु भएको ठाउँ हो यो चाहिँ सिङ्गिङ चाहिँ मन पर्यो मलाई चाहिँ कता ए यो के हो यो गुफा जस्तो सही हामी पुग्यौँ भने बागद्वार हियर यहाँ चाहिँ सही लेखेर रहेछ छिटो हिँडेमा 25 मिनट ढिलो हिँडेमा कहाँ on foot on our origin of Holy Bagmati River 2500 मिटरमा रहेछ भने शिवपुरी पिक चाहिँ 2700 मिटर कति टाइम लाग्छ हो अझै यही हो बागद्वार भने यही हो ए गाइस बागद्वार भने नर्मली हर महादेव गरेर भइसकेको छौँ यहाँलाई यस्तो ओ जो यो हो कि गुड स्पिरिट सिसो पाइन्छ भेरी गुड यो भ्लग चल्छ कि ढुक्क आइसक्यो पछि यही थम्नेल हुन्छ ल तिनजना उभियो न त यस्तो बस्छौ न तिनजना ओए सुशीले त हेर त एक त सुशी उसको पकेटमा छ हो कहाँ राख्यो उसको पकेटमा होइन ए उस यता हेर न यता यी बागमती गाई यही है बागमती तल जति ठुलो भयो नि काठमाडौँको बासिन्दाहरूलाई होइन काठमाडौँका मान्छेले सोच न त्यहाँ त्यत्रो ठुलो देखेर के सोध्छ मलाई के भन न भन मैले भन्नु खोजेको तिमीले यस्तो खालको कन्टेन्ट बनायो भने तिम्रो भ्युअरसिप त्यस्तै खालको आउँछ अपडेट यर कन्टेन्ट कट गर है कट वैशाख जेठको घडेरीमा आगो बाल्न सलाइदियो अति सुने हौ सुनेको थिएँ मैले ल भन महौज है होइन चामल होइन धान बेचेर होइन चामल बेचेर उपचार गर्न आएको छु ए खाली पेट खाने औषधि डाक्टर साहब इन्टु 2 चामल बेचेर उपचार गर्न आएको छु डाक्टर साहब कृपया मलाई खाली पेट खाने औषधि दिनुहोस् महोदय मन्दिर रहेछ नि त यहाँ त गाइज मन्दिर स्पटेड होइन यो त बागद्वार 2520 मिटरमा हामी के गर्ने हामी नासा खाने हो र
मैले कुरा बुझेछु माथि मन्दिर मात्र छ अरे यता राख अरे मोटरमा दिनु भन्दा यहाँ दिनु राम्रो यो चाहिँ बाबाको आश्रम हो रे अनि यहाँबाट चाहिँ ठाडै उकालो तर 10 मिनट्स अनि यताबाट यहाँबाट चाहिँ सधैँ यस्तो लाग्छ ओन्ली 10 मिनट्स बढी आज के हो दानपेटी छैन जाम अब थ्याङ्क यू भनेर के हो त्यो भन्दा नि सबै ग्रिन छ यो मात्रै हुन्छ कि एउटा समय हो है एउटा कस्तो राम्रो देखियो यता नि मलाई यो मन पर्यो सानो सानो कुरामा खुसी हुन्छ मन पर्यो भने चुडाल दिने अरूको लाइफ लिने ल ल सो गाइस हामी जानलाई हैन टुटकी बाबा आश्रम हैन टोटके बाबा आश्रम धेरै 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 गाइज हो कि त्यही भन्नु पर्यो कि न अब धेरै धेरै थ्याङ्क यू टोटके बाबा भन्नु पर्यो कि नै तपाईँहरूले होइन हामीलाई यस्तो लामो बाटो पठाउने अब चाहिँ ठाडो बाटोबाट छिटो पुग्ने हजुर के यस्तो रार जाउको मसला हो कि भन के भन्न चाहन्छ हाम्रो भोजनको लागि यस्तो मिठो भोजन मैले त भात नै खाएँ अझै भाग्यले मात्र जुराउँछ हो नि तर हाम्रो भाग्य त जाने बाटो छ गाइज हामी हिँडिरहेको है खतराबाट खतरा जहाँ तिलचुली जाँदैछौँ तिनचुली है गाइज हामी तिनचुली फाइनली गाइज तिनचुली एल्टिट्युड 2630 मिटर होइन शिवको ब्रो खतरा है Sandokal, and we are the first to reach here. के हो यो त यहाँनिर तलकै ठिक छ तिनचुला भ्यू देखेको थियो यहाँ पिक हुँदै पिकमा चाहिँ पुग्यो सुरुमा पुग्यो तर पुगिन चाहिँ पुग्यो त्यही उता रहेछ हेर नि त्यस्तो टाइम्सलाई बनाएर ओहो गरेछ मलाई होइन मोबाइलमा चार्ज भ्याउनु लागि होइन हामी दुइटा मात्र आएर बसिसक्यो मेन शिवपुरी पिकै हो 2762 मिटर लगभग 28 मिटर यस्तो गाइज यहाँ हिमाल छ क्या मान्छेहरूले सिक्यो हामीलाई आँखाले हेरेछौँ होइन यो फोन पनि रेड नै त भइगयो राम्रो छैन त्यो यो ब्युटीलाई एक्सप्लेनै गर्न सकिन्छ यहीँ सुत्दिनु जस्तो आनन्दको क्याम्प गरेर हिमाल हेर्दै बसेर हाम्रो मान्छेहरू सायद अब आउँदैछन् यताबाट यत्रो धेरै भिड छ है भिड त फेरि खत्रै भिड छ के भन्न चाहन्छ आज 3 घन्टा लाग्ने 6 घन्टा लाग्यो नि धेरै आज त भोज पनि खाइनु अब आज धेरै नै होइन धेरै बस्यौँ नि 5 घन्टा जति होइन बागदार त छिटै त आएको हो त बागदारदेखि छिले यता आउनुभयो सबजना नखिचौँ उहाँहरूलाई मन पर्दैन भिडियो गरेर ग्रुप रमाइलो छ अहिले एउटा डान्स भिडियो हालिदिउँ ल त्यही हो अनि कन्ट्रोल सिट कस्तो जोस गर्ने पोहोर साल फलेको जस्तो लाग्छ ए होइन घाम न एकचोटि यहाँ छ पाकेको कुन पाकेको सुत्रो रातो रातो सब राति आसेका छैन
अनि सबैजना पछाडि नै छन्, अगाडि कोही छैन, पछाडि कोही छैन, क्वालिटी नराम्रो आएर बनाइसकेको छु, कोही छैन त्यहाँदेखि रहेछन् भिडियो बनाउन। मेरो गयो म अँध्यारो भइसक्यो गाइस, केही आउँदैन केही देखाएन होला फ्ल्यास हुन्छ त यही चल ल भने त्यत्रो हिमाल थियो त बगाल देख्ने त्यहाँदेखि हिमालको टुप्पो देख्नु र यहाँ हिमालको फेददेखि देख्नुमा फरक हो नि त।